नमस्ते सबैजनालाई। सो यो टपिकमा चाहिँ म अन्तिमचोटि बोल्दैछु। सो फर्स्ट थिङ फर्स्ट म क्लियर आउट गर्न चाहन्छु। मैले जो व्यक्तिको बारेमा बोलेको थिएँ पडकास्टमा उहाँ सलोन बस्नेत होइन। हि इज नट सलोन बस्नेत। सो सलोनकोमा गएर या करिश्मालाई गएर कमेन्टमा जे पाए त्यही प्लिज 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 नभनिदिनुहोस्। प्लस मेरोमा पनि आएर धेरैजनाले गाली गर्दै होइसिन्छ, प्लिज त्यस्तो नगरिदिनुहोस्। हामी तिनैजना वी हेभ बिन थ्रु अ लट बिकज अफ दिस सिचुएसन होइन। सो उहाँहरूलाई पनि एकदमै धेरै प्रब्लम भइरहेछ, मलाई पनि पर्सनली एकदम धेरै प्रब्लम भइरहेको छ। सो यो सबै हेट स्प्रेड गर्न नेसेसरी छैन। एन्ड अर्को के हो भन्दाखेरि उहाँहरूले मलाई धम्काउनु भएको छैन भिडियो बनाउनको लागि, मलाई कसैले पनि प्रेसर दिएको छैन। सो कुरालाई चाहिँ क्लियर आउट गर्नको लागि हामी तिनैजना बसेर कसरी अगाडि बढ्दाखेरि सजिलो होला त भनेको भएर हामी तिनैजना बसेर कुरा गरेर अनि वी केम थ्रु अल दिस। सो उहाँहरूको साइडबाट पनि क्लियर भइसक्यो, मेरो साइडबाट पनि क्लियर भइसक्यो। सो प्लिज हेट स्प्रेड नगरिदिनु होला। या हेभ अ ग्रेट डे। थ्याङ्क यू सो मच।